संसार र मानवीय जीवन सम्बन्धमा भएका ठुल्ठुला दर्शनहरू अब्राह्मिक दर्शन र गैर अब्राह्मिक दर्शन हुन्। गैर अब्राह्मिक दर्शन अथवा पूर्वीय दर्शन मध्येको एक महान दर्शन हो बौद्ध दर्शन, जसले जीवन दर्शनका सम्बन्धमा दिएको दर्शनहरूमध्ये एउटा दर्शन हो करुणा र प्रज्ञा साथ जिउनु। त्यसो भए करुणा र प्रज्ञा साथ जिउनु भनेको के हो त? करुणा र प्रज्ञा साथ जिउनु भनेको मानवीय जीवन माया र समझदारीको बीचमा रहेर जिउनु नै करुणा र प्रज्ञा साथ जिउनु हो। अथवा करुणा र प्रज्ञा साथ जिउनु भनेको जीवनलाई माया र समझदारी दुवैको सन्तुलनमा बाँच्नु हो। करुणा र प्रज्ञालाई छुट्टा छुट्टै रूपमा व्याख्या गर्दा यस्तो बुझिन्छ। करुणा साथ जिउनु भनेको अरूको दुःख देखेर मन नछुने होइन, सम्बोधन गर्ने संवेदना राख्नु हो। घृणा, बदला वा अहङ्कार भन्दा दयालु दृष्टिकोण रोज्नु हो। अरू मात्र होइन, आफैप्रति पनि दयालु हुनु हो। त्यसैले करुणाको अर्थ यिनै कुरामा बुझिन आउँछन्। प्रज्ञा साथ जिउनु भनेको भावनामा बगेर होइन, यथार्थ बुझेर निर्णय गर्नु हो। के स्थायी हो के अस्थायी हो भन्ने भेद बुद्धि राख्नु हो। अन्धविश्वास होइन, अनुभव र विवेकमा आधारित जीवन जिउनु हो। तसर्थ प्रज्ञा साथ जिउनु भनेको यिनै अर्थहरू हुन्। करुणा र प्रज्ञा दुवै सँगै किन आवश्यक छन् त? किनभने केवल करुणा मात्र भयो भने भावनाले थिच्न सक्छ र त्यसै गरी केवल प्रज्ञा मात्र भयो भने कठोर र निर्दय पनि हुन सकिन्छ। त्यसकारण मानवता हुनलाई करुणा र प्रज्ञा चाहिन्छ, अनि मानवतामा विवेक थपियो भने यही नै सन्तुलित जीवन हुन्छ। तसर्थ करुणा र प्रज्ञा मिल्यो भने मानवता हुन्छ र मानवतामा विवेक थपियो भने अनि सन्तुलित जीवन हुन्छ। तसर्थ यसरी करुणा र प्रज्ञा दुवै सँगसँगै आवश्यक हुन आउँछन्। करुणा र प्रज्ञा साथ जिउनलाई यसरी छुट्टा छुट्टै व्याख्या गरेका कुराहरूलाई मिलाएर छोटकरीमा भन्दा यसरी भन्न सकिन्छ। अरूको पीडा बुझ्ने हृदय र सत्य देख्ने आँखा लिएर जिउनु नै करुणा र प्रज्ञा साथ जिउनु हो।